फटाफट है आफ्नै तालमा खाजालाई तयार हुँदैछ। अहिले त पुरै आधुनिक जमाना भएर होला। चाउचाउ बिस्कुट चिसो अर्ग्यानिक चिजहरू त छैन। भइरहेछ मजा आइरहेछ। यस्ता जस्तै नि 200 केजी हुन्छ यार। छिटो जान्छ। ओ पछाडिको दाउरा पो खतरा रहेछ यार। यस्तो छ। जोडी चाहिँ बबाल चाहिँ सुहाउँछ। ल फाइनली हामीले बनाइसकेको छ र यो बाटो चाहिँ अघिको बाटो पनि तपाईँले हेरिसक्नु भयो होला। लाइनका साथ है यस्तो ल उचालमा खतरा काम गर्दैछ। कोही बसी मालिक यार यस्तो तालले चल्छ। ल ल फटाफट है। ल ठीक यस्तो छ बाटो चाहिँ यस्तो छ। अब भोडे भनेपछि फटाफट है आफ्नै तालमा बल पुगेन कि बल पुगेन। यस्तो छ फटाफट काम गर्नलाई सब व्यस्त छ। यस्तो छ खाजालाई तयार हुँदैछ। अहिले त पुरै आधुनिक जमाना भएर होला। चाउचाउ बिस्कुट चिसो अर्ग्यानिक चिजहरू त छैन। लौरेले चटपटे हो। मिठो बनाऊ है मिठो। ल खाजापछि फेरि यस्तै भएर चाहिँ तीनटा ढुङ्गा उगेर शक्ति देख्यो भन्छ। ल अब यहाँ चाहिँ सिडी बढ्याङ बनाउन लाग्दैछ हामीहरू। फलाम हाल्छ यहाँ। अध्यक्ष हो ओए चागे न खानु माग्दियो गागा जालै। आज हामी अस्ति डोजर पुरेको ठाउँमा बाटो बनाउनलाई हाम्रो युथहरू पुरा लागिरहेका छौँ। सब हाम्रो श्रमदान हो। ल है बबाल भएर चाहिँ काम भनेको। ल उजालमै ल ल
यस्तो छ सब काम गर्न हो ल हामी यस्तो छौँ काममा पुरा लागिरहेको छौँ ल ल ल ल के त ल यस्तो छ बाटो यस्तो छ अस्ति चाहिँ काटे थियो काठको भर्याङ थियो अहिले भने हामी पुरा सिडी बनाउँदैछ सिडी ल ल ल ल ल ल उजाला मै दाइलाई त्यस्तो नभन्नु भाइ बाबु राजा राजा ल ल ल ल ल है यस्तो छ ठुल्ठुलो जालौ न ज्यान ज्यान यस्तो नि ज्यान ठुल्ठुलो जालौ ठुल्ठुलो ल यस्तो छ है त के भइरहेछ मजा आइरहेछ यस्ता जस्तै नि 200 केजी हुन्छ यार छिटो जान्छ ओ पछाडिको दाउरा पो खतरा रहेछ यार जोडी चाहिँ बबाल चाहिँ सुहाउँछ ल फाइनली हामीले बनाइसकेको छ र यो बाटो चाहिँ अघि यो बाटो पनि तपाईँले हेरिसक्नुभयो होला यो भनेको अन्तिम है त बाटो बनिसकेको छ ल ल जाम केटा ल यो चाहिँ ल बबालै भएछ है अहिले चाहिँ गाई बस्तु हिँड्नलाई र मान्छे हिँड्नलाई अझ धेरै सजिलो छ है एकदम यस्तो छ वाउ बाटो बनिसकेछ वाउ ल है त दामी ओइ ल ओइ हौ एकडा यस्तो बाबालाई बनाएछ हामीले तान म आलु बोक्रा ल नाम ल्याइदिएको अब काम सकिसकेछ दिनभरिको काम सक्यो